यो गुड मर्निङ। हल्का कपाल मिलाउँदैछु ल। गुड मर्निङ। आज चाहिँ भान्जाको मेहन्दी हल्दी हैन, भान्जाको मेहन्दी हल्दी, त्यसको लागि हल्का रेडी हुँदै अब हजुरलाई लान्छु म मण्डपतर्फ लाँदैछु सर्लक्क। यहाँ चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ, उहाँ चाहिँ हुनुहुन्छ विराटनगरको डन। यतापट्टि टक्क हाम्रो भिनाजु, हाम्रो ज्वाइँ साहब, दुईजना ज्वाइँ साहब, बिचमा भिनाजु। यता हुनुहुन्छ माकुरे, अनि यहाँ चाहिँ हुनुहुन्छ यो खिच्दै भोटे हो, यो खिच्दै भोटे टाउके हो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो ह्यान्डसम CR7 हो र अक्का होइन सबै बाल्ने हो। बाती दियोमा कहीँको रह त यहाँ गुरुलाई। यो चाहिँ हाम्रो भेन्यू होइन, चट्टसँगले द हाउस चाहिँ भन्नु। यहाँ चाहिँ हाम्रो रश्मि भाइ भनेर नि, नमस्कार। कहाँ हिँडेको रश्मि भाइ? रश्मि भाइ हेर त, वाह खतरा सर्लक्क देख्न सक्नुहुन्छ वरिपरिको दृश्य सट्ट। ल चाहिँ मजाले त अब खिचिँदैन होइन, त्यही पनि यसो आउटलुक्सहरू यसो दिएर हल्का टक्कसँगले मैले चाहिँ मोबाइल यहाँ राख्छु एकचोटि ल, फुल देखाउनलाई क्या। कोही भएन पक्रिदिने, मोबाइल पक्रिदिने। ओ कस्तो मोटो टाइट न टाइट भएछ क्या यो, लुज ल्याएको थिएँ कि टाइट भएछ, देखियो नि टक्क। ल यस्तै छ, ब्लगर बन्न खोजेको ब्लगै बनाउन आउँदैन नि। अब हामी चाहिँ रेडी हुन आँटेको होइन, अनि यो मेरो निधारमा खोइ के छ होइन, तर अनि हामी त ठिक छ। ब्लग हान्दियो चिक्न आँदेखि त पुरै देखाउनु न मेरो रातो सेट होइन, टक्क टक्कसँगले ल हेर टक 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 होइन त। अनि यतिको नलाग्दा के दाइको बेमा भन्नु यतिको त मनाउनु पर्यो, यतिको त भइहाल्यो नि। तर मैले पनि रातो लिनुपर्ने रहेछ नि, सबैजनाको रातो त्यही त रातो हुन्छ नि। अब भनेन नि अनि कसैले ओ यो चाहिँ बाजा है फेरि सट्टसँगले। यहाँ चाहिँ लिम्बे, यो लिम्बे चाहिँ सर्लक्कसँगले बाजा डान्स गर्नको लागि रेडी। लिम्बे अनि किम्बे अनि हाम्रो बच्चे भाइ लिजित भाइ उनीहरू रातै लिएछ नि यार, मैले मात्र पहेँलो लिएछु यार। खोइ पहेँलो भने पहेँलो लिइहालेँ यार, रातो हाम्रै हेरेर किनिस् क्या हो, त्यही भनेको सबैको रातो छ यार, आफू मात्र पहेँलो परिएछ। हाम्रो क्यामेरा भाइ कताबाट भाइ
मोरङ कहाँनिर उर्लारी नै हो ए उतैबाट आयो कसकोबाट हो होइन हाम्रो यता कम्पनी चाहिँ यता हो घर चाहिँ उता हो कुन फोटोग्राफी हो नि यसो केएस फोटोग्राफी स्टेसन कुन टिएस फोटोग्राफी कुन केएस फोटोग्राफी स्टेसन कुन ठाउँ कप्पन अरे तिमीहरूको पनि बिहे गर्यो भने यतै कन्ट्याक्ट गर है अलि डिस्काउन्ट हुन्छ प्रोमो कोड लिम्बे भएर राखिदेऊ अनि म खिचिदिन्छु नि त मैले क्यामेरा पुस्नुपर्ने रहेछ यार सिकाउँदैछौ कोरियोग्राफर उयो हो ल यो चाहिँ जाऊ न हो ड्राइभर दाइ स्टेलिङ घुमाउँदै यो कोरियोग्राफर सब टिकटकरहरू फेरि सब टिकटकर ग्रुप है फेरि सब मेरो बुवा काकाहरू सबैजना लाइनले खाँदैछन् दुईजना जोडी बच्चा कुचु यता कुकम्यान सेफ हाम्रो काठमाडौँको वान अफ द बेस्ट रोटी मेकर हाम्रो ज्योति दिदी यस्तो मिठो रोटी बनाउनुहुन्छ सेलरोटी त टक्कसँगले चिल्लो टक्कसँगले कति वर्षको एक्सपिरियन्स हो दिदी सबैतिर हाम्रो काठमाडौँको वान अफ द बेस्ट सेफ जसलाई बिहेमा रोटी बनाउन मन लाग्छ हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ यहाँ मात्र अरे ल यहाँ नाच्दैछिन् कान्छी के गर्दैछन् खाममा पैसा हाल्दैछन् हो अहिले टिका लाएर थोरै अहिले लाउने हो र टिका हामीले होइन नि अहिले खाममा 10-10को नोट हालिन् है 10-10को नोट हालिन् कति हो पैसा 110
सबैको डान्स हुँदैछ है। ल गाइज यो चाहिँ हाम्रो मनोरञ्जन कार्यक्रम भन्न पर्यो होइन त, हल्का मनोरञ्जन सबैजना। ल यो भ्लग तिमीहरूकै लागि अब सबैले भनेर बनाइदिएको हो होइन। अब पर्फेक्ट त छैन, जस्तो छ अर्ग्यानिक टाइपको, अर्ग्यानिक नै मन पराउँछन् सबैले, ठिकै छ। हल्का कस्तो लागिरहेछ रश्मि भाइ? ठिक छ, थकित है एकदम यार। जस कति क्यालोरी घटिसक्यो होला नि बडीबाट माथि तल गर्दा गर्दै। अहिले हाफ सानेपछि फेरि क्यालोरी वापस आउँछ। चारजनाको एकैचोटि गएको क्यालोरी अहिले एक हाफ सानेपछि निस्किहाल्छ नि फेरि। हो नि ओ सही हो, को अरे ल को हो साथी देखेको हो, रातिको भिडियोहरू निकालिहाल्छु नि। हल्का यता चाहिँ सिङ्गम सञ्जन गौतम आकाश यार्सेल मोरा आकाश सिङ्गम। छठमा यसो कार्यक्रम हल्का मेहन्दी कार्यक्रम होइन, टक्कसँग हल्दी र मेहन्दी एउटै होइन र? हल्दी र मेहन्दी एउटै होइन र? मेहन्दीहरूको हातमा लाउने होला नि। ए हल्दी कार्यक्रम अरे हो यार, के थाहा त यार। अब यो सिरियल हेरेर बनाएको प्रोग्रामहरू हामीलाई के थाहा। हल्का यहाँ फेरि लिम्बेको ग्लासमा पानी मात्र अरे, तातो पानी। तातो पानी होइन उयो हो, यता पनि तातो पानी। आज हल्का कोक खाइदिएको। कोक मात्र हो, हल्का कोक मात्र हो। हल्का रिम 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 हान्दैछ अहिले। लिम्बेले कस्तो डान्स गर्छन् होला भन्नेमा त यहाँ वेटिङमा छौँ क्या हामी चाहिँ। डान्स त जहिले हामी डान्स भनेको नौलो कुरै होइन। Definitely. Not a big problem, you know. Not a big deal. Glass of water. Yeah. It's just, you know. Thank you, Hermanza. भएन क्या पापा हो र क्यामेरा पुस्छु ल एकचोटि। लु पुसे ल, टिका लाउने। खै त त्यहाँ ठुलो बुवा चाहिँ बेहुलाको टेकियो है टेकियो। ठुलो बुवाले हो कोही अनि मात्रै मामाले पर्खिँदा पर्खिँदा आइपुग्नु भएन कि यो खिच ल रोमनले खिचिन्छ ल तेरो फोनबाट खत्रै देख्यो टाउको भरि जल्दै गएको थियो नि घिच्नु पार्दैन लु फेरि लिम्बे लगाइदिएको होइन ए फेरि गर एकचोटि लगमा त आउनु पर्यो नि त उठाइहाले ल छोरो पनि बेहुला रेडी हुँदैछ बेहुलालाई रेडी हुँदैछ उयो गर्छु ल राम्रो खिचिदिन्छु हाँस्नु त ल अलिकति राम्रै
मोजा लाउनु जानेनन्, मोजा लाउनु पनि जान्दैनन्। ल ब अब हामी निस्किन आँटेको चक्कसँगले पार्टी प्यालेस। अब सर्लक्क डिस्को 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 डिस्को। अब बेहुला निस्किन आँट्यो, पत्रेहरू डिस्को डिस्को बेहुला डिस्को। ल मेहंदी मेहंदी डिस्को डिस्को मेहंदी मेहंदी हल्दी हल्दी। If you think I am funny, then I will make you Leonie Sunny. If you think I am serious, then yes, I am more dangerous than Fast and Furious. Are you curious? Coco, Coco, Coco. ल छोराछोरी पनि हाल्न आँटियो। ल देख्न सक्नुहुन्छ यहाँ हाम्रो CR7 हो भान्जाको हल्दी कार्यक्रममा। अब हामी प्रस्थान हुँदैछौँ आफ्नो डेस्टिनेसनमा। फ्रेङ्क्स पनि हान्ने हो, डेस्टिनेसनमा पनि जाने हो। द डेस्टिनेसन फर हल्दी प्रोग्राम एन्ड द ब्ल्याक हर्नेट when been angry then inside the water also you will not been live on. बस टाटा बाई बाई टु द इन्टायर वर्ल्ड अफ डेमोन्स्ट्रेसन। यहाँ दाजु ल finally on the destination. It's a party palace. Ayo ayo. Jaya gare रात रात गाडीमा उडायो है छोडे र लैजाऊ माया तातो तातो बाटोमा सुनानी मेरो छाती छ। रातो र रातो साडीमा ल आइसक्यौँ हामी मेहन्दी पार्टी प्यालेस। कुन पार्टी प्यालेस हो यो? बौद्ध हेरिटेज अरे। ल आइम है आइम। आजा रे गाना पनि सक्छ ए नमस्कार मामा। ल तपाईको फ्यान है हामी। मामा अगाडि भान्जा र उसको छोरा पोको। कहाँ बोकेको हौ? डोर्याएका छन्। यता हुनुहुन्छ मम्मी हो र के भन्नु छ त? के हुँदैछ तपाईँको? मतलब कतिको हर्षित हुनुहुन्छ? लाज लाग्छ अरे।
मामा चट्टा भाइहरू सबैजना यता हुनुहुन्छ यता मम्मीहरू त्यसको लागि हामी सबैको लागि हो हैन उता फोटोग्राफी कतिको एक्साइटमेन्ट छ एक्साइटमेन्ट त एक्साइटमेन्टै छ तर कस्तो थोमेर जोत आएछ नि सुपर काले भयो अँध्यारो ल्याऊ लाइटले होइन ल है पार्टी प्यालेस पानीपुरीहरू चाहिँ छ सबै हुन्छ बब्बल बब्बल आइटमहरू हुन्छ पानीपुरी हान्ने उयो भात हानेर चाहिँ अनि पानीपुरी हान्नु क्या पानीपुरी त म त 2-4वटा गोजीमा पनि बोक्ने भरे गाडीमा जाँदै खाँदै जानलाई गाइज मुकबाङ भ्लग है आइसक्रिम चाहिँ मिठो रहेछ हौ आइसक्रिम मिठो रहेछ यो नान अरे फापरको रोटी अरे माल 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 एभ्रिथिङ त्यो सेवाई अमिलो छ हौ मुजी यो त सेवाई होइन यो त लिति सेवाई हो कि त 3 घन्टा उयो गरेर निकालेर सेवाई छ अमिलो छ के एकदम मिठो पुलाउ छ गाइज है अनि यो पुलाउ चाहिँ जस्ट चाम्रे टाइपको पुलाउ रहेछ एकदम चाम्रे टाइपको घरमा भुटेको जस्तो टक्क टाइपको क्या खाना त वा 2 चम्ची खाएपछि नखाउँ लाग्ने क्या बस सक्यो चाम्रे खाएको बिहानको पुलाउ कसले बनाएको मिठो नि बिहानको घरको मिठो त है चिसो भयो क्या 2 बजेको हो र त यो खाना अनि 2 बजे हामीलाई बासी भात खुवाउनु बोलाएको के हो भन्ने हो क्या मिठो हुँदैन त ताजा पनि किनभने सुक्खा छ नि त अलिकति ग्रेभी टाइपको हुनुपर्छ क्या